हेलो गाइज, इट्स मी विनोद। आजको यस भिडियोमा चाहिँ म डिसिप्लिनको बारेमा कुरा गर्दैछु। डिसिप्लिन चाहिँ किन भन्दाखेरि चाहिँ इट इज वान अफ द मोस्ट क्रुसियल एलिमेन्ट हैन टु बी सक्सेसफुल इन एनी जर्नी अफ आवर लाइफ। चाहे त्यो फिटनेस जर्नी किन नहोस्, एजुकेसन किन नहोस्, करियर किन नहोस्, जुनसुकै जर्नीमा चाहिँ डिसिप्लिन चाहिँ इम्पोर्टेन्ट छ हैन। फिटनेस जर्नीमा चाहिँ आई हेभ सिन मेनी अफ माई क्लाइन्ट्स हैन, उहाँहरूले चाहिँ डिसिप्लिन नभएर चाहिँ चाँडै नै फिटनेस जर्नी चाहिँ क्विट गरेको देखेको छु। अनि डिसिप्लिन मा चाहिँ अरू एक्सटर्नल फ्याक्टर्सहरू पनि हैन के फ्याक्टर्सहरू इन्भल्भ भएको देखेको छु। अनि उहाँहरूलाई चाहिँ प्रश्न गर्दाखेरि चाहिँ मोस्टली एक्सटर्नल फ्याक्टर्सहरूलाई चाहिँ ब्लेम गरेको देखेको छु। म के भन्छु भने वी आर जस्ट मेकिङ एक्सक्युजेस हैन। यी एक्सटर्नल फ्याक्टर्सहरूलाई चाहिँ एक्सक्युजेस बनाएर चाहिँ हामीले चाहिँ फिटनेस जर्नी क्विट गर्ने चाहिँ एउटा बहाना मात्र बनाएको हैन। चाहेको भए हामीले त्यो जर्नीलाई चाहिँ किपअप पनि गर्न सक्छौँ हैन। इट्स जस्ट द्याट वी डोन्ट वान्ट टु फेस द च्यालेन्जेस हैन। लाइफमा जुनसुकै च्यालेन्जेसहरू आउँछन्, तर हामीले चाहिँ यो फिटनेस जर्नीको अन द प्रोसेसमा त्यो डिसिप्लिन भन्ने एलिमेन्टलाई चाहिँ हैन किपअप गर्नु नसकेर चाहिँ त्यो च्यालेन्जेसहरू चाहिँ फेस गर्नु नसकेर चाहिँ गिभअप गरेको एउटा बाहना मात्र हो हैन। डिसिप्लिनमा मोटिभेसन हैन, वर्क लाइफ ब्यालेन्स यस्ता धेरै कुराहरू चाहिँ मिक्स्ड भएर हैन यस्ता फ्याक्टर्सहरूले चाहिँ अफेक्ट गरेको देखेको छु हैन। कतिपयले चाहिँ मोटिभेसन नभएर हैन गिभअप गरेको देखेको छु। कतिपयले वर्क लाइफ ब्यालेन्सलाई चाहिँ मेन्टेन गर्न नसकेर चाहिँ गिभअप गरेको देखेको छु। अनि सोध्नुहुन्छ मलाई विनोदजी, तपाईँले चाहिँ कसरी चाहिँ हैन यतिका वर्षसम्म चाहिँ आफूलाई चाहिँ डिसिप्लिनमा राख्नु सक्सेस हुनुभयो? तपाईँलाई के चाहिँ मोटिभेसन आउँछ हैन, कसरी चाहिँ मोटिभेट गर्नुहुन्छ आफूलाई भनेर प्रश्न पनि गर्नुहुन्छ। म के भन्छु भने इनिसियल फेजमा तपाईँले फिटनेस जर्नी स्टार्ट गर्दाखेरि तपाईँको गोल के थियो त्यो नबिर्सिनु होला हैन। अन द प्रोसेस मानिसहरूले चाहिँ क्लाइन्टहरूले चाहिँ हैन बिर्सेको देखेको छु। उहाँहरूले चाहिँ आफ्नो गोल बिर्सेको देखेको छु। प्लस त्यो आफ्नो जुन फ्युचर भर्जन हुन्छ नि, तपाईँले फिटनेस जर्नी स्टार्ट गर्दाखेरि चाहिँ म चाहिँ अबको 3 महिनामा चाहिँ मेरो चाहिँ यति वेट लस गरेर चाहिँ म यस्तो बडी बनाउँछु हैन, प्लस मसल गेन गरेर चाहिँ यतिको बडी बनाउँछु, त्यो भर्जन चाहिँ तपाईँहरूले बिर्सिनुहुन्छ, जसले चाहिँ तपाईँलाई चाहिँ मोटिभेट गरेर चाहिँ फिटनेस जर्नी स्टार्ट गर्नुभएको थियो। त्यो अन द प्रोसेस चाहिँ तपाईँले बिर्सिनुहुन्छ, जसले गर्दा चाहिँ तपाईँमा मोटिभेसन रहँदैन अनि तपाईँले चाहिँ गिभअप दिनुहुन्छ अनि ब्लेम चाहिँ एक्सटर्नल फ्याक्टर्सलाई लगाउनुहुन्छ है। त्यो बिर्सिनु भएन सुरुमा। अनि अर्को भनेको चाहिँ जिममा पुग्ने जुन दूरी हुन्छ तपाईँको एक्सर्साइज गर्ने डिस्टेन्स फ्रम होम टु जिम, र तपाईँको घरदेखि चाहिँ पार्कसम्मको जुन डिस्टेन्स हुन्छ त्यो एकदमै इम्पोर्टेन्ट डिस्टेन्स हो है। यसमा चाहिँ आफूलाई चाहिँ पुस गर्नु ज्यादै गाह्रो पनि हुन्छ र पुस गर्ने मान्छे नै हो अलि यो जर्नीमा चाहिँ सक्सेसफुल रहने हैन। अब तपाईँले आफूलाई पुस गर्नु चाहिँ कसरी पुस गर्नुहुन्छ? मैले पुस गर्ने भनेको चाहिँ मलाई लेजिनेस फिल भएको बेला हैन, मलाई चाहिँ मोटिभेसन नभएको बेला मैले चाहिँ आफूलाई कसरी पुस गर्छु भन्दाखेरि चाहिँ मेरो स्ट्रेन्थ वर्कआउट छ, मैले हेभी लिफ्टिङ गर्ने माइन्डसेट बनाएको छु भने म मेरो गोल चेन्ज गर्छु हैन। म लाइट वर्कआउटमा जान्छु हैन, म आज लाइट वर्कआउट गर्छु, बट म मेरो फिटनेस जर्नीलाई चाहिँ आई वान्ट टु किप अप हैन। हेभी वर्कआउटको सट्टामा चाहिँ म लाइट वर्कआउट गरेर फर्किन्छु भनेर चाहिँ म मेरो गोल चेन्ज गर्छु एन्ड देन आई गो टु जिम हैन। जिम पुगिसकेपछि एभ्रिथिङ चेन्जेस है। त्यो इन्भाइरोमेन्टले गर्दाखेरि तपाईँको माइन्डसेट, तपाईँको गोल एभ्रिथिङ चेन्ज हुन्छ एन्ड देन त्यो बेला हो मैले चाहिँ स्ट्रेन्थ हैन आफ्नो हेभी वर्कआउट ब्याक टु सेम गोलमा जान्छु। नसके पनि एटलिस्ट म लाइट वर्कआउटै गरेर फर्किन्छु, जसले गर्दा चाहिँ मेरो फिटनेस जर्नी चाहिँ किपअप गर्नलाई चाहिँ मलाई मद्दत गर्छ है। अनि मोटिभेसन भनेको कतिपय बेला चाहिँ म सोसल मिडियामा चाहिँ म बडी बिल्डरहरूको हैन, अनि मलाई मनपर्ने भनेको चाहिँ कार्टुन इमेज जसमा चाहिँ बडी टोन चाहिँ हैन राम्रोसँग डिफाइन गरेको हुन्छ। यस्ता इमेजहरूले बडी बिल्डरको बडीहरू मसल्सहरू देखेर चाहिँ मलाई मोटिभेट गर्छ। तपाईँलाई के कुराले मोटिभेट गर्छ हैन त्यो हेर्नु जरुरी छ। तपाईँलाई
जुन कुराले मोटिभेट गर्छ त्यो हेर्नु होला लेजिनेस फेल भएको बेला, प्लस आफ्नो गोल हेर्नु होला, आफ्नो प्रिभियस भर्जन हेर्नु होला होइन, अन द प्रोसेसमा तपाईँले के चेन्जेस ल्याउनु भयो होइन, कतिको फ्रुटफुल थियो त्यो सब हेर्नु होला, जसले गर्दाखेरि तपाईँलाई चाहिँ यो जर्नीमा चाहिँ किपअप गर्न हेल्प गर्छ, गिभअप होइन है। सो अलवेज डिसिप्लिन जरुरी छ होइन, यो डिसिप्लिनमा मोटिभेसन, लेजिनेस, जुनसुकै एक्सटर्नल फ्याक्टर्सहरू इन्भल्भ हुन्छन्, यी एक्सटर्नल फ्याक्टर्सहरूलाई चाहिँ ब्लेम गरेर गिभअप नदिनु होला। एक्सटर्नल फ्याक्टर्सहरूलाई ब्लेम गरेर गिभअप दिनु भनेको एक्सक्युजेस मात्र हो। हामीले च्यालेन्जेस फेस गर्नुपर्छ टु बी सक्सेसफुल है। थ्याङ्क यू।